त्यो नेपाली बजारमा बिक्री हुन्छ कि विदेशमा जान्छ त्यो? यो त यहाँको त भनेको 88 जति चाहिँ अब चिया फ्याक्ट्रीमा लान्छ अहिले गाडी आएर अनि त्यहीँ अब प्रशोधन हुन्छ त्यहाँबाट अब क्वालिटी सुधार हेड अफिसबाट चाहिँ जाने हो। हजुर रमाइलो लाग्यो ल धन्यवाद त्यसको लागि जानकारीको लागि हजुर। हेर्नुहोस् यो चिया राख्ने झोला, चिया काटेको चिया राख्ने झोला हेर्नुहोस्। चियाको यस्तो बोर्ड छ, यो एउटा बोर्ड हो। यो कति रमाइलो छ। यो 38 साल अगाडि नै रोपेको हेर्नुहोस्। यो चिया काटिसकेपछि झोलामा प्याक गर्ने यस्तो छ, चारैतिर समात्ने छ, यसको जालीदार छ। अनि यो नेपाली बजारमा भन्दा विश्व बजारमा सप्लाई हुन्छ अरे चिया कम्पनीबाट। चिया काट्दै गरेको दृश्य, कृषकहरूले चिया काट्दै गरेको दृश्य हेर्नुहोस्। यो खेर गयो भने के हुन्छ अरे? यति खेर जाँदा केही हुन्न? ए त्यही त अलिअलि काट्दाखेरि खेर जाँदो रहेछ। अनि हामीलाई त यसो हेर्दाखेरि कलिलो मुला हेर्दाखेरि माया लाग्यो कि, अनि त्यसैले मैले सोधेको। हजुर हजुर ए त्यही त अब यो काटिसकेपछि फेरि कति महिनापछि फेरि काट्नुहुन्छ? 15 दिनपछि फेरि काट्नु भइहाल्छ। ए हजुर यो क्षेत्र मात्रै काट्नुहुन्छ कि अरू क्षेत्रमा पनि जानुहुन्छ यो चिया काट्ने काममा? त तपाईँ एउटा तालिम प्राप्त भइसक्नु भएको छ हजुर? ए कति क्षेत्रफलमा होला यो अनुमान तपाईँ यसो थाहा छ? यो चिया बगान कन्याम, इलामको कन्याममा धेरै छ कि जस्तो? धेरै यो पुरै डाँडा डाँडा छ। कति होला यसको क्षेत्रफल जस्तो यो चियाबारीको? ए हजुर पश्चिम नेपाल अछाम बाजुरा हजुर सुदूरपश्चिम घुम्नु आएको फ्यामिलीसँग अलिकति। अनि यसो अब यो रमाइलो दृश्य रहेछ। यो मेसिनलाई के भन्छ? यो काट्ने मेसिन छ नि, यसलाई के भन्छ आन्टी? यसलाई के भन्छ काट्ने मेसिनलाई? यसलाई यो इलामको कन्याम चियाबारीको लबडाँडाबाट
कन्याम बजारको लिएको भिडियो हो जहाँ रमाइलो दृश्य छ यहाँ हेर्नुहोस् तलतिर कति रमाइलो दृश्य छ पुरै चियाबारी छ चारैतर्फ यहाँ आन्तरिक पर्यटकहरू इलामको कन्याममा घुम्न आएको छन् रमाइलो छ यहाँको दृश्य यतातिर यता पनि चियाबारी छ हेर्नुहोस् यहाँ एउटा झन्डा छ झन्डामा पुरै रमाइलो दृश्य छ हावापानी पनि यहाँको एकदम सुन्दर छ